मौसम कति राम्रो हामी चाहिँ सुम्निबा पाहाडको प्रतिमा बन्नै पर्छ भनेर चाहिँ है लागिरहेछ सबैजना अब चाहिँ निकै थाकेछ भन्ने लाग्यो मलाई पुग्न लाग्यो अझै 3 घण्टा छ कति हो लो है जङ्गलमै सुत्यो नि हामी त नि कुन्दन दाइ र म अनि तल नि त्यो एउटा जङ्गल थिएन अनि अब बोकेर लानु नसक्ने 87 केजीको मान्छे अनि केही नओडिने यस्तै 2-3 खाप लुगा लाए सुत्यो हैन कुवाए पेल्नु ए हिरो त म्युजिक बनाएको थियो सकेर आउनु भयो हजुर ओके राति 12 बजे साथीहरुले उठायो ए राति नै उठायो 12 बजे जानु भएको कति घण्टा पुग्नु लाग्यो नि 4-5 घण्टा हजुर यहाँ हाम्रो ज्ञान चामलिङ सर चाहिँ बाफ्रे ज्ञान सर होइन नमस्ते पुग्दै पुगिँदैन त हौ हो र पुगिन्छ त्यसको लागि नै हामी एडभान्स गएर झरेको सक्नु हुने चाहिँ कति जति लाग्ला अब सर यहाँदेखि 3 घण्टा लाग्छ अलिकति नाजुक छ स्थिति साथीहरु पुरै भिड छ मित्रहरु बाइ चान्स चिप्लेर लड्यो भने कसम अडिँदैन यार मान्छे सिधै तल पुगिन्छ यहाँ यति चाहिँ बुझ्नुहोस् लक्ष्मी दिदी आउनुहोस् है बिस्तारै ल उता त हेर्दै रिङटा चल्छ त त्यो त रिङटा चल्छ मैले भन्न लागेको थिएँ तपाईँले अबै काली राख्ने साथी हो भिड छ है हाम्रो मेरो आवाज मिडियाको हाम्रो दिपेश सर तपाईँलाई पनि साह्रो पर्ने भनेपछि अब सोच्नु पर्ने ए लेख लागेछ हाइट यति माथि बढिसक्यौँ साथीहरू तल लाग्न थालिसक्यो सबै कुराहरू हामीलाई धोका दिएको हो एक्लै आउने बाफ्रे अनि कति बजे हिँड्यो 7 बजी हेर्नु 3 बजी उठेर गएको अनि 10 बजी पुगेको भनेपछि 7 घण्टामा पुग्यो 7 घण्टा लाग्यो यति आरामले कि अहिले पनि नाच्छु म हेर्नु त फुलै फुलको जस्तो जुबन कतिन्जेल फुल्छ र किनभने आरामले गयो नि त राजन सर नमस्कार आमा के हो यस्तो अनि किरण सर ए हिजो बसाइ निकै कष्टकर रह्यो रे जङ्गलमा नि हो योगदान हो अनि समर्पण हो हैन हो नि तपाईको सुम्यो पारुवाङले पक्कै पनि हामी हुनुभयो त बिरामी भएको छैन बिरामी भएन माथि अनि हामी पुग्रायौँ तपाईहरु पनि छिटै पुग्नुहुन्छ ल नगते प्रमको लागि पनि सबै हामीले सूचना दिइसकेछौँ त्यो धेरै गाह्रो परिसक्यो टु बी अनेस्टली भन्नुपर्छ पुग्न पनि लाग्यो जस्ट पुग्न लाग्यो है % मान्छे पनि आइपुगेन लास्टमा गएर माथिसम्म है रक्षा बहिनी आइपुग्यो त हौ हेर्दै मुटुको धड्कन नमस्ते हामी त दुःखले पुगेर आइयो नि त हौ मुटुको धड्कन ढुक हाम्रो त हैरान भयो त 5 मिनेट हो 5 मिनेट है ठाउँ छोड्छ नि आमा 4100 किलोमिटर पुग्यो उचाइमा हट आमा What is this? ल फाइनल्ली हामी हाम्रो डेस्टिनेसनमा आइपुगेछौँ हे साथीहरु हट जय सालपा सिलचुङ आमा साथीहरु यो के हो यस्तो
त्यो डाँडाहरूको किङ नै रहेछ नि त यता नि डाँडाहरूको किङ नै रहेछ नि त सबसे हाइटमा नि आम्मामा हिमाल मात्रै रहेछ हेर्नु त त्यही त हिमालय मात्रै रहेछ ल साथीहरू हामी अहिले सिलिचुङको चाहिँ ठ्याक्कै अब यो पवित्र स्थानमा आइपुगेर है सँगसँगै हामी आउँदैछौँ आइपुगेर पनि सबै दर्शन भयो अब हाम्रो दुःख पनि भुल्यो हामीले है कष्टकर है भने अब चाहिँ हामी लाग्दैन यहाँबाट चाहिँ हामीलाई भन्दा चाहिँ मलाई चाहिँ 3 घन्टा 20 मिनट लागेको जानकारी गराए तपाईँहरूलाई चाहिँ यो सिलिचुङ यो लाग्यो है साथीहरू यो अत्यन्तै राम्रो अनि रमणीय दृश्य यो प्रकृतिको काखमा आज चाहिँ अत्यन्तै रमाइलो मात्रै होइन ऐतिहासिक यो क्षणलाई हामीले लिँदै अब हामी भने लाग्यौँ साथीहरू साल्पा सिलिचुङको माथि दर्शन गर्न ल हाम्रो कुन्दन दाजु र आज हामी चाहिँ जङ्गलमै बास भयो दाजु चाहिँ हामी त थुप्रै यहाँ भयो 2 घन्टा जस्तो भइसक्यो आएको अनि कुन्दन दाजु चाहिँ बल्ल आइपुग्नु भएछ अहिले है अनि अब टाढो त छैन हेर्दाखेरि त तपाईँहरूलाई लाग्न सक्छ यही हो यही डाँडा ठ्याक्कै माथि चुच्चो हो तर समयको हिसाबले हेर्दाखेरि चाहिँ करिबन 2-2.5 घन्टा लाग्ने रहेछ अनि जानलाई धेरै कठिनाइ छ यो चट्टानबाट माथि चढेर जाने कुनै हालतमा नि सम्भावना छैन सो हामी चाहिँ यहाँबाट हामी चाहिँ लाग्यौँ कुन्दन दाजुलाई त्यहाँ राखेर छोडेर ल ल कुन्दन दाजु तपाईँ यताहरू गर्नुहोस् ल ल भाइ ओके ल हो ल है साथीहरू आमामामा ल हेर्नुहोस् त यति मजाको यो है माथि माथि हिमाल के अरे आकाशको गगनचुम्बी पहाडहरू पर्वतहरूलाई हामीले चाहिँ देख्दाखेरि यति आनन्द आउँछ यो रुख बिरुवाहरू पनि हराउँदै जाँदो रहेछ तपाईँहरूले देख्न सक्नुहुन्छ गुराँस चाहिँ यत्रो हुन्छ यहाँ हेर्नुहोस् न अब गुराँसको रुखै साथी हो यो हाइट बढ्दै गएपछि यस्तो हुँदो रहेछ तल तल अलिक तल तल गएर ठुल्ठुलो ठुल्ठुलो हुँदै जाँदो रहेछ है ल हेर्नुहोस् हावा चलेको सरर हावा चल्या छ तपाईँ समीर हजुर हजुर ल हजुर खुसी लाग्यो धन्यवाद म तपाईँहरूको सधैँ भिडियोहरू हेरिरहेको छु हो अनि धरान हुँदा म उसमा पनि आइरहेको छु के अरे श्रमदानमा श्रमदान भने है त्यही भएर अनि माथि लाग्नु माथि आज हामी चाहिँ उता कुलुपोङमा बास बसेको अनि आउनु ढिलो भयो मेरो सब हिँडिसक्नुहुन्छ मेरो सबलाई भेटेर ए भेटिसक्नु भयो हजुर ए हजुरको नाम चाहिँ मेरो मानबहादुर राई मानबहादुर राई ल हजुरको रणविक्रम राई ल रणविक्रम खुसी लाग्यो हजुरलाई भेट फोटो लिनु मिल्छ ए हुन्छ लिउँ न यहाँ हजुरको मैले नि भिडियो पनि बनाएको छु है ल हामी साल्पा सिलिचुङ है त्यो माथि सिलिचुङ हो नि त माथि चाहिँ हामीले पोखरी चाहिँ हामीले दर्शन गरेर आइसक्यौँ हजुर यहाँ हाम्रो सरहरूसँग भेट भयो एउटा रमाइलो पल पनि भयो उहाँहरूले हेरिरहनु हुँदो रहेछ ल खुसी लाग्यो आउँदा आउँदै ल जय माटो है जय माटो ल हामी लाग्यौँ साथीहरू यहाँबाट ओह्रालो है त साथीहरू ल के ल साथीहरू अगाडि पुगिसक्यो साथीहरू माथि है कस्तो
रमाइलो दृश्य छ आम्मामा। हाम्रो तुमलिङ टारबाट पनि आइपुग्नु भयो तपाईँ? हिजो हामी सँगै आएको सँगै आउनु भएको थियो। तपाईँ अलिक पछि हुनुहुन्थ्यो, मिना दिदीसँग चाहिँ भेट गएको। ए ल सँगसँगै आएको। ल हामी यहाँ छौँ। राति कति आइपुग्नु? म त राति हामी त जङ्गलमै सुतै भयो नि। हाम्रो चाहिँ बाइक क्लोज प्लेटेर तल छोड्यो, गाडीमा हुटमा चढेर आएको, 12:30 बजी आइपुग्यो। यहाँ चाहिँ अत्यन्तै राम्रो दृश्य देखेकोलाई त एउटा तस्बिर मैले क्याप्चर गर्ने विचार गरेकोले गर्दाखेरि है साथीहरू हामी जाँदैछौँ, निरन्तर जाँदैछौँ है साथीहरू, होइन? निरन्तर जाँदैछौँ, अगाडि बढिरहेका छौँ। तर यहाँ अचम्म लाग्दो कुरो चाहिँ के भयो भने त्यो माथि जुन ठाउँ छ त्यो चाहिँ ठ्याक्कै के अरे यो ठुलो ढुङ्गाको बिच बाटो जाने रहेछ। अनि यो त सिधै माथि डाँडामा पो चढ्नुपर्ने अवस्था देखेँ त मैले त साथीहरू। ल हेर्नुहोस् है, यहाँ हाम्रो साथीहरू माथि पुगिराख्नु भएको छ। अच्छा, तपाईँहरूले क्यामेरामा देख्न सक्नुहुन्छ है, हल्का सानो सानो। ल हेर्नुहोस् त, यहाँ पुगिसक्नु भएको छ। यो त डाँडामा सिधै उकालो चढ्नु पर्ने अवस्था पो रहेछ त। ल हेर्नुहोस् त, आम्मामामा यता माथि चढ्नलाई पुग्नलाई त्यो भिरको बाटोबाट हामी लाग्दैछौँ मित्रहरू। माथि हेर्नुहोस् है साथीहरू, आम्मामा यो पाहाडको टुप्पासम्म माथि हाम्रो साथीहरू पुग्दैछन्। हजुर ओके, ल हेर्न सक्नुहुन्छ लाइन बद्ध मान्छेहरू लागेर चाहिँ लागिरहेका छन्। ल रमाइलो छ मित्रहरू, लाग्यो है साथीहरू टप माथि। अब अलिकति थोरै म चाहिँ थोरै मुभ गर्छु, फास्ट मुभ भनौँ न, होइन? साथीहरू माथि धेरै माथि पुगिसकेको छ, होइन? मलाई धेरैजनाले छोडिसकेको छ। अब यो टपमा चाहिँ हामी पुग्नुपर्ने हो, तर पनि हामी लागिरहेछौँ साथीहरू। आम्मामा है, ल हेर्नुहोस्, आहा रमाइलो छ है, रमाइलो छ, साथै कष्टकर पनि छ। हुन्छ, तर हामी दुइटै छ प्लस। तर हामी हरेस खाँदैनौँ साथीहरू। ओके, सो लागेको छौँ। ल रमाइलो छ। मलाई चाहिँ यो जति नजिक हुँदैछ त्यति रमाइलो पनि लाग्दैछ। एउटा कुरा भाइ, यहाँ हजुर, सानाका धर्महरू त फेरि पुग्दैनन् फेरि, त्यसको माया गर्ने मात्रै पुग्छ है। ल यहाँ हाम्रो सवाला नाना सबै राम्रो छ, होइन भन्नु खोजेको, होइन भन्नु खोजेको सबै हाम्रो है आउनुपर्छ, सबै लागिरहनुपर्छ। ओके होइन साथीहरू, ल आज चाहिँ यो मेरो है लामो सेल्फी स्टिकको प्रयोग चाहिँ गजबले भएको छ होइन? ल हेर्नुहोस् साथी, पुग्न लाग्यो। समीरको भ्लगमा चाहिँ देखिएको छ। ल हेर्नुहोस्, हामी जाँदैछौँ, मौसम कति राम्रो। हामी चाहिँ सुम्निमा पाहाडको प्रतिमा बन्नै पर्छ भनेर चाहिँ है लागिरहेछ। हजुर, होइन भाइ? ओके, पक्कै पनि हामी निरन्तर छौँ साथीहरू। ल हेर्नुहोस् है, यो त तलबाट हेर्दा त नजिक जस्तो लाग्छ, पुग्नै नपुग्ने है, खुट्टा लख काम्ने रहेछ है साथीहरू। ल हेर्नुहोस् है, हो नि आम्मामा। ल हेर्नुहोस् है साथीहरू, हामीहरू परबाट हेर्दा चाहिँ होइन पुरा भिड जस्तो होइन, तर जस बिस्तारै सकिँदो रहेछ है। होइन यस्तो तपाईँको दिदी पहिलो पनि आएको थिएँ अनि सानोमा 11-12 वर्ष उमेर आएको थियो कि भाइ। यो अनुभव चाहिँ छ कि 3टा अनुभव। एउटा तलदेखि आउँदा हारी पोखरी हेर्नु फर्किँदा पनि नहेर्नु अरे, सल्फा पोखरी तलतिर। अनि सिलिचुङ चढेको याद छ, अनि भात खाँदै चामल भइदिएको 3टा याद छ है। ल हेर्नुहोस् साथीहरू, यो परबाट हेर्दाखेरि यो ठुला चट्टानहरू देखिने, अनि यहाँ त
चढ्नै सकिँदैन कि तर ढुङ्गै ढुङ्गाको छ साथीहरू। यो चाहिँ नेचुरल पोजिसनमा छ, यसको यो प्राकृतिक यो चाहिँ ढाँचामै बनेको छ। सिँढीहरू भन्दा पनि यो चाहिँ ढुङ्गारै छ। नाना कस्तो लाग्दैछ? प्राकृतिक सबै यस्तै हो नि, देवदान भगवान बस्ने भने आफ्नो ठाउँमै बस्छ भाइ। जस ओके 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 ल हेर्नुहोस् त मित्रहरू, ल हेर्नुहोस् यो परबाट ठुला ठुला चट्टानहरू देखिन्थ्यो, अहिले यो चट्टानको मुनि पुग्दा भने चाहिँ यस्तो छ। ल हेर्नुहोस् भाइहरू चाहिँ पुगेर आइसकेको अवस्था। हजुर हामी पुगेर आइसक्यौँ। ल तपाईँहरूलाई शुभयात्रामा कुदिहाल्छ नि बुढो पर्यो फेरि हामी पुगिन्छ। कुदिहाल्दछ नि त भाइहरू त। ल माथि के आमामा हाम्रो यस्तो रमाइलो दृश्य भइरहेछ मित्रहरू। माथि हेर्नुहोस् न, हाम्रो चाहिँ आहा ल हेर्नुहोस् कमिला जस्तै देखिँदो रहेछ माथि माथि डाँडाको। आमामा ल हेर्नुहोस् त यस्तो छ नि। ल घँगाहरू रहेछ साथीहरू, यो यस्तै धेरै फलेको छ पुच्का। ए हो दिनचरी रुनुभयो। फेरि यो एक्सर्साइज नगरेको पेट ठुलो होइन, हाई पनि लागेर हिँड्न नसकेर खुट्टा तरतर कामेर बाटो त्यस्तै छ। त्यही त बानी ल है साथीहरू, यो त जतिकै श्रमदान कुदेकै डेन्जर साथी। चार पाउ पो हिँड्ने बेला भएको छैन। यो त भर्खर सुरुवात मात्रै हेऱ्यो त नि, अझ छ अरे हौ माथि डेन्जर। होइन एकदम खतरा छ अरे। सकेर आउनुभयो? हजुर ओके। राति 12 बजे साथीहरूले उठायो। ए राति नै उठायो। 12 बजे जानु भएको? कति घन्टा पुग्नु लाग्यो नि? 4-5 घन्टा। हजुर लु अचम्मै साथीहरू। यो माफ गर्नु होला मित्रहरू, लामो भिडियो हो नि। दिदी पुगेर आउनुभयो? कति लाग्यो दिदी जानुलाई तपाईँलाई समय पुग्नलाई? पुग्नलाई कति समय लाग्यो? पुग्नलाई हामीलाई चाहिँ ठ्याक्कै 5-4 घन्टा लाग्यो। हामीसँग कार्य गरेको भए यता फेरितिरै पाउँथ्यो नि त, हामी उनीहरू झन् यताको नजिकको कसको भनाइ हो, हामी त कमान्डरको पछि कुलदीप दाईको पछि लागेको, कम त दुःख दिनु भएन हामीलाई त गाडीमा। साथीहरू होइन यी नजिकै जस्तो छ, कहिले पुग्दैन त हौ। यो त कुरा नगर्नु न, जिरोमै छौँ अरे त अनि जिरोमै छ, जिरोमा छ। ओहो अम्मै यस्तो डाँडा त उयो टुप्पादेखि उतै जानुपर्छ दिदी। त्यही टुप्पा होइन त? हेर्दा बाटो के खोज्नु पर्ने के कता कता, त्यही भएर चाहिँ। ल है मित्रहरू पुगेर आउनुभयो होइन? पुगेर आउनुभयो साथीहरू। हामी त यस्तै छ है। है बाफ्रे रमाइलो छ जिन्दगी, हिँड्दैछौँ है साथीहरू। ल अनि यी जस्तो मात्रै छ, 5% मात्रै हिँड्दैछौँ भन्छ त हौ। 4 घन्टा लाग्यो हौ बाफ्रे। पुगिहालिन्छ नि साथीहरू है। बाइकमा है माथि गएर मैले पल मागे सबैलाई अब
सिधै भन्छु ढाँड्दिनँ मलाई ढाँडे कतिले कि 2 घन्टामा पुग्छ 3 घन्टामा पुग्छ भने 1 बजी हिँडेको 5 बजी पुग्यो तर हामी चाहिँ त्यो सुत्दै गयौँ नि त आरामले निस्किनु भाइ आराम निस्क्यो सास अलिकति बढ्यो भने रोक्दै बिस्तारै गर्दै जानु त्यसमा कस्तो भने हामीले आज यहाँबाट बाहिर जानु छैन यहीँ बस्ने होला बिस्तारै समीर भाइ भाइ तर ठिकै छ हाम्रो राजधानीको बाइक कसरी बनाइदिने भन्ने कुरो पनि छ के हो तल उहाँको होइन मैले लिएँ उहाँ पुलमा फोन गर्यो छैन समला पनि हामी हेडमा कुरा गर्छौँ मेरो पनि ल म्याक्स सरहरू फर्कि पनि सक्नु भएछ हामी भने निरन्तर यात्रामा छौँ यो यात्रालाई है के भन्ने साथीहरूले हेर्दै जानुहोस् है यो चाहिँ पहाड चाहिँ त नजिकै जस्तो लाग्छ हिँड्दा 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 भइने रहेछ है साथीहरू माथि पाउँछ अरे अझै माथि ल हेर्नुहोस् यहाँ हाम्रो ज्ञान चामलिङ सर चाहिँ बाख्रे ज्ञान सर होइन नमस्कार हो अनि के हो यस्तो उही छ जस्तो छ पुग्दै पुगिँदैन त हौ हो र पुगिन्छ त्यसको लागि नै हामी एडभान्स गएर झरेको कति जति लाग्ला अब यहाँदेखि 3 घन्टा लाग्छ आमा अलिकति भिडमा जसलाई डर लागेको छ अनि तराई भेगमा जो हुर्किनु भएको छ उहाँहरू नजाँदाखेरि हुन्छ आमा एकदमै तपाईँ जाने रिक्स चाहिँ छ है हजुर है मैले सबैलाई नै भनिदिइसकेको छु लु है एडभान्स जानकारी कामै त्यही नि त अनि पुगेर आउनुभयो लोकेसन सबै तपाईँ सर्च गर्ने अनि त्यो लोकेसनको सिचुएसन के छ त्यो बताउने होइन हामीले बताइसकेपछि हिजो पनि तपाईँ जाने मैले त तल फेदीदेखि गाडी उभो नल्याउनु भनेको कति रिक्स थियो होइन यदि तपाईँ जाने ब्याक गर्दाखेरि तपाईँ चाहिँ टर्निङमा टर्निङै नपुग्ने रहेछ नि त नि टर्निङ नपुग्ने ठाउँ नि त त्यो भएकोले राति चाहिँ त्यो टर्निङ नपुग्ने ठाउँमा चाहिँ नल्याउनु होला भनेर भनेको थिएँ मैले कल कसैले लागेन यो डाँडामा निस्केर तपाईँ जाने हाम्रो टोलीहरूलाई कल गर्दा गर्दा यो डाँडा मात्रै फेरि यो डाँडामा हजुर यो डाँडा मात्रै तान्दो टावर तर फेरि सालपा पुगेर त त्यहीँ रहेछ झन्डै त्यहीँ निस्केछ नि पल्लो त्यो डाँडा छ नि त्यो सेतो डाँडा त्यहाँनिर निस्केर टावर नदिएर चाहिँ हाम्रो टोलीलाई चाहिँ कन्ट्याक्ट गर्नु लागि ल पुगेर आउनुहोस् न तपाईँहरू त आराम चाहिँ पुगेर आउनुहुन्छ पक्कै पनि हामी पुग्छौँ बिस्तारै जान्छौँ नसक्नु हुने हाम्रो नानाहरू अहिले नै चारपाउ गरिरहनु भएको छ उहाँहरू कोही बहिनीहरू उहाँलाई चाहिँ मैले हामी त यो डाँडा यो चुच्चो भन्छौँ त चुच्चोदेखि त तपाईँको त्यस्तो चुच्चो त कति आउँछ आम्मामामा धेरै आउँछ चुच्चो त है हजुर एकदमै धेरै आउँछ चुच्चो अनि मैले चाहिँ नसक्नेहरू चाहिँ नजानु एडभान्सको कामै त्यही हो किनभने भरे फर्किँदा कस्तो हालत हुन्छ फेरि त्यस्तो नि त मलाई पनि इन्फर्म त्यो पाएको भए म पनि जाने मेरो पनि हिम्मत चाहिँ हुँदैन तपाईँ त्यसो नभन्नुहोस् न हामीलाई यहाँ हामी फेरि कसरी किनभने एउटा हामी देश परिवर्तन र देशको लागि हाम्रो यो के अरे माथि गएर चाहिँ देवधाममा हामी सालपा सिलिङ सुम्निया पारभाङलाई चाहिँ हामीले के अरे केही माग्नु पर्ने हो हाम्रो आफ्नो पर्सनल लागि होइन 10-15 जना सक्नेले तपाईँ जाने त्यहाँको ढुङ्गा र माटो ल्याएर यहाँको तपाईँ जाने पवित्र पानी पवित्र ढुङ्गा माटो भयो भने भइगयो नि यतिखेर त हाम्रो पर्सनल माग त केही छैन नि त देशको लागि हो नि त होइन सुम्निया पारभाङ जो बन्दैछ हाम्रो मूर्ति अब चिन्डो डाँडा त्यसको लागि हो नि त त्यो भएकोले गर्दाखेरि सबै जानु पर्दैन कि जस्तो पनि मलाई चाहिँ लागेको छ तर अब रिक्स गरेर तपाईँहरूले गर्नु जानुहोस् हामी यहाँ गर्छु अगाडिको सिचुएसनहरू के हुन्छ है त धन्यवाद उहाँले एडभान्समा गएर सबै कुराहरू हामीलाई ब्रिफिङ भइसकेको छ अब हिम्मत चाहिँ नहारिकन जाँदै गर्ने हो 4 घन्टा भनेपछि हामीलाई 5 घन्टा लागोस् बिस्तारै जाने हो 16 घन्टा हाम्रै हो भन्दै हुन्छ यता यहाँ आयो नि त फेरि यो हो नि त फेरि चिज चाहिँ यहाँ निस्क्यो क्या यो भएपछि ए नाना बिस्तारै बिस्तारै पोखिन्छ यहाँ पोखिनु भनेको त यो त धेरै महँगो कुरा पो त यहाँ आइपुगेर यसरी पोख्यो भने त ल अनि
ल मकै खाँदै खाँदै ल भाइ मिठो छ यो लेकको मकै हो नि त यो चाहिँ फेरि खाँदै खाँदै अब जान्छौँ नम्बर चाहिने थियो हामीलाई हामी क्लोज गरेर यहाँ थोडिरहेको छ ट्याक्सीलाई नानालाई पो साह्रो पर्ला जस्तो छ लास्टमा है अघि म्याक्सले भन्नु भएन नरम करम सब मिलाएर जाने हो भने सबै एउटै छैन मान्छेको सबसे हिम्मत ठुलो हो हिम्मतको साथ अलिक तागत पनि हुनु पर्यो कस्तो लागेर भेट्न ठ्याक्कै कारगिलको जस्तो लाग्यो अरे होइन हजुर कारगिल जस्तो लाग्यो क्या यो यस्तो कारगिल भन्दा पनि ठुलो पहाडी लाग्यो क्या आमा यस्तो अब हिँडिँदैछ अब सार्पा सुन्ने के अरे देवी चौल देवी पनि होला है हजुर सुम्निमा पार भएको कारणले होइन हामीलाई शक्ति दियोस् उहाँले है हजुर लागौँ है उठौँ है साह्रो धेरै बस्यो भने त फेरि अल्छी लाग्छ फेरि यस्तो लाग्छ कि भरे झ्यापझ्यापी निन्द्रा लाग्न थाल्छ जस्तो लाग्छ साथी हो तर मरे कटिएन है साथीहरू ल हेर्नु अन्त 1 घन्टा 1.5 घन्टा भइसक्यो छैन नि एउटा डोरी दिउँ तिमीलाई हट बिजोक छ अयो ल हेर्नुहोस् है साथीहरू अचम्मै चमत्कारी भइरहेछ साथीहरू है मेरो सबले भेटियो हामी है हाम्रो नाना चाहिँ ल ऐतिहासिक यात्रामा सबैजना अब चाहिँ निकै थाकेछ भन्ने लाग्यो मलाई पुग्न लाग्यो अझै 3 घन्टा छ साथी हो लो है सबै आज चाहिँ अहिले चाहिँ पुरै ग्रुप नै भेट्यो अब चाहिँ तल थिएँ ल साथीहरू अब तल एक ग्रुप हो अलिक थोरै होला समला दिदी यहाँ आइपुग्नु भयो भाइ साथीहरू म खान्छु है ओराड पनि कस्तो डेन्जर हो तलको त हाम्रो टिम हो कि होइन हौ साँच्चै खै सातु छ भने सातु चाहिँ हान्दिउँ त्यसलाई अलिकति अब हामी अलिकति सातु खान्छौँ साथीहरू साथीहरू होइन यहाँ उयहाँबाट आएको हो 2 घन्टा भयो त हौ अनि 2 घन्टा भयो त हौ मुखमा भन्छ भनेर मलाई के हो यस्तो तरिकाले साथी सातु खाइसक्यो मैले के को सातु यो मिक्स हो मिक्स हिजो कुन्दन दाइलाई त्यसरी खाँदै खुवाउँदै ल्याएर जङ्गलमै सुत्यो नि हामी त नि कुन्दन दाइ र म अनि तल नि त्यो एउटा जङ्गल थिएन अनि अब बोकेर लानु नसक्ने 87 केजीको मान्छे अनि केही नओडिने यस्तै 2-3 खाप्लुगा लाएर सुत्यो
हिरो त बिजोक बनाएको थियो समय लागौँ आमामा यता माथि यतिकै छ यस्तो डाँडा 4वटा चढाइ जानुपर्ने उफ तलबाट अहिलेसम्म होइन के विधि ढिलो सर्यो मेलो साह्रै ढिलो सर्यो मेलो साथी म अलिकति अगाडि जानु पर्यो किनभने मैले यहाँ अलिकति हजुर आमामा यो हेर्नुहोस् न चट्टानको पहाड आमामा ल हेर्नुहोस् यता बाफ्रे थियो यहाँ म त के रहेछ भनेको त मान्छे त यहाँ त मजाले पो स्लिपिङ हान्दिएछ त ल हेर्नुहोस् साथीहरू यो के अचम्म के विधि अचम्म लाग्दो भने उयो डाँडा है त्यहाँ माने छ नि तपाईँले देख्न सक्नुहुन्छ त्यो मानेदेखि हामी यहाँसम्म आउँदाखेरि यहीँ नजिक जस्तो लाग्छ तर 2 घन्टा भइसक्यो साथी हिँडेको अझ कति छ यता माथि हेर्नुहोस् न आम्मामा ल हेर्नुहोस् त अनि यो त बिजोक बनायो त हौ हैट ल हेर्नुहोस् त पहाड यस्तो छ आम्मामा मित्रहरू ल जाँदैछु निरन्तर पहाडबाट हेर्दाखेरि त नजिकै जस्तो लाग्छ तर पहाड त्यस्तो हुँदैन रहेछ साथीहरू सिधाको सिधा उकालो चढ्दा यो अचम्मै लाग्दो भयो ल हेर्नुहोस् है लु साथीहरू लु यो चिप्ल्यो भने तलबाट भिरमुनि तल कहाँ हो यहाँ हाम्रो चेलीबेटीहरू पुगेर आउने है है ल पुगेर आउनुभयो तपाईँहरू ल हेटेरी सुकिसै लाग्दैन भयो तपाईँ कति घन्टा लाग्यो हजुरहरूलाई हामीलाई त न बाबा नसोध्नु हामी बिहान 3:30 बजे हिँडेको हामी सरासर जाँदा हामीलाई कति 2-3 घन्टामा पुग्यो सुत्दै गएको नि त आउँदा चाहिँ धेरै गाह्रो भयो है ब्रेक लागेर हामी ठिक 3 घन्टामा पुगेको तर कहाँ अनि अहिले र बिहान अर्कै फरक छ नि त हुन्छ तर हामी बिहान सनराइजको डोबाले कुद्यौँ नि त हामी सुकिसु हिँडेको नि त तपाईहरु त यस्तोमा त यो त आज तपाईहरु 4 घन्टा लाग्छ 6 घन्टा लाग्दैछ हामीलाई किनभने उ त्यो तलतिर यो भन्दा उहाँहरु त उयोदेखि 2 घन्टा लाग्दै छ अरे हामीले त उति तलदेखि माथि र 1 घन्टामा पुगेको हामी 2 घन्टा लाग्यो बेसी भइसक्यो हामीलाई उ तलबाट रहर नगर्नु कर छैन भने बस्दै गएको त रुदा भएर के भइसक्यो अहिले 8-6 भने चाहिँ नहाड्नु नि फेरि 8 छ 8 झन् त एकैछिनमा पुगिन्छ छैन र सक्नु फेरि यत्रो झोला बोक्नु लक्ष्मी दिदी त डराउनुहुन्छ होला फेरि नडराउनु भाइ छ जिन्दाबाद त भाइले हिँड्दिन हो होइन यस्तो हो कि 8 हाड्नु भएन भने तपाईँ मजाले पुग्नुहुन्छ त्यो बाटो केही छैन केही नै छैन घोडा दुख्यो तपाईँको पुरै हजुर अस्ति मुन्नु चालबाट आएको ए घोडा फुस्केछ हेटे लु यहाँ सरहरू आउनुभयो ठिक्क कस्तो भने साथी हो रेला चाहिँ बिल्कुल नसम्झिनु होला तपाईँहरू कहिले लाग्छ होला यो ठाउँमा पुगिन्छ भनेर त्यो चाहिँ नसोच्नु होला यहाँनिर त्यो तलको डाँडादेखि यहाँसम्ममा अब 2.5 घन्टा हुन लागिसक्यो है कट्ने अझै पनि चाँचो पाँचो छैन अब भन्नुहोस् तपाईँहरू आफै स्थिति कस्तो छ है यस्तो छ मित्रहरू होइन है ल यसरी उकालो हेर्नु नि पहाड यता फेरि छेउछाउको पर अर्को डाँडा कुहिरो मण्डल हुँदैछ ल छाडै उकालो छ नि हौ नाकले छोला जस्तै
नाजुक छ स्थिति साथीहरू, पुरै भिड छ मित्रहरू। बाई चान्स चिप्लेर लड्यो भने कसम मरिँदैन यार, मान्छे सिधै तल पुगिन्छ यहाँ। यति चाहिँ बुझ्नुहोस्। लक्ष्मी दिदी आउनुहोस् है बिस्तारै ल। त्यो त रिङबाट चल्छ मैले भन्न लागेको थिएँ तपाईँले। अब काली राख्ने साथी हो, भिड छ है हाम्रो मेरो आवाज मिडियाको हाम्रो दिपेश सर। तपाईँलाई पनि साह्रो पर्ने भनेपछि अब सोच्नु पर्ने। ए लेख लागेछ, हाइट यति माथि बढिसक्यौँ साथीहरू, तल तल लाग्न थालिसक्यो सबै कुराहरू। हामी यता माथि आइपुगिसक्यौँ है मित्रहरू। हाइट यो कट्ने त स्थिति नै छैन। के छ सातु खानुहोस् हौ। ओके मित्रहरू यस्तै छ, अब यात्रा कडा छ है। कहाँ पुग्यो होला अचम्मै छ है साथीहरू, चकित परिसक्यौँ हामी त। जाँदैन नाना, टेन्सन नलिनुहोस्, बिस्तारी बिस्तारी अगाडि बढौँ है। अलिकति थोरै कर खिप्नुपर्छ, इनर्जी रिफर्मेसन भएर आउँछ क्या एउटा मान्छेको जीवनमा, त्यस्तो हुन्छ। थोरै अलिकति कष्ट हुन्छ, तर त्यो कष्टलाई अलिकति पेल्नुपर्छ, त्यहाँ फेरि रिएनर्जी आउँछ। त्यस्तो यो चाहिँ मैले जिन्दगीमा धेरै अनुभव गरेको कुरा है। किन भन्दा मैले त्यो ट्रेनिङ सेन्टरको ट्रेनिङ लिएको थिएँ 4 महिना, त्यतिखेर मलाई थाहा छ अलिकति लाग्छ, सकिँदैन कि जस्तो हुन्छ, तर सकिन्छ एकैछिनबाट फेरि पनि। ल हेर्नुहोस् है समात्ने ठाउँ पनि छैन हौ फेरि है। अब त यता डोरीहरू झुन्ड्याउने बेला भयो। ल मित्रहरू तपाईँहरू पुगेर फर्किनु भएको हो? हिँडेको हो। भन्नु अरे क्या, सास बढेर बर्बाद भइराखेको बेला सापको टिमसँग आइपुग्यो। ल खतरा छ साथी, यति माथि देखिन्छ। अमै यस्तो ठाउँ कहाँ रमाइलो छ त। ओहो म त तर्सेको एकछिन, घोरलहरू कि मिर्गा हो यहाँ भित्र माथि पनि छ क्या? गुफा पो रहेछ हो, नजाने डर लाग्छ। साथीहरू लगभग मलाई लाग्छ तल फर्क्यो हाम्रो साथीहरू कतिजना, लगभग 12-13 जना चाहिँ वापस भयो। अब 2 घन्टामा यहीँ मात्र आइपुग्यो नि, आइपुग्नु पनि यस्तै हिसाबले 8 घन्टा लाग्ने रहेछ यहाँबाट फर्क्यो। अब उँधो हेरेर रिङ्गटै लाग्छ साँच्चै नै हो नि। आम्मा यस्तोमा चढेर प्याराग्लाइडिङ गर्न आउनु त आम्मा कस्तो कस्तो राम्रो फोटो देखेको तपाईँको यार यहाँबाट। आम्मा मकै खाँदै है सबैजना, मकै खाँदै हो। हाम्रो 30% पुग्छ कि जस्तो लागेको छ मलाई।
वापस हुन थालिगयो नि तल फर्किन थाल्यो 12 जना फर्किसक्यो अब फर्के अनि यस्तो डाँडा कति कट्दो पर्दो रहेछ अनि क्या एउटा डाँडा देखिन्छ तल यही पो हो कि क्या जस्तो हो नि त्यही त तल हुन्छ त्यो डाँडा पुग्न पायो भने अब अहिले उ त्यो डाँडा सेवा भन्ने त्यो भन्दा फर्किने मान्छेलाई सोध्दै नसोध्ने एउटाले भन्छ होइन 4 घन्टा अर्कोलाई सोध्यो अब तपाईँहरूको यो हिँडाइले त्यही 6 घन्टासम्म 5 घन्टासम्म भन्ने बेलुका मात्रै आउनु नै थियो तपाईहरु भन्छ अर्कोले भन्छ अब त्यही हो 1 घन्टा भन्छ कसको कुरा पत्याउने हो यहाँ त मान्छे आफ्नै मान्छेले दुसी बेची खाइसक्यो प्रेसर लो हिजो तपाईँले भएको होइन हजुर हो त अहिले ठिक भयो त्यो अहिले खानुपर्छ क्या घाम लागिरहेछ नि त अहिले मुगा धन्दाई पनि यहाँ आइसक्नु भएको छ साथी हो हात 4 पाउ खुट्टा टेक्ने ठाउँ छ 2 पाउले मात्रै हो र ती 4 पाउले हिँड्दा नि हो आराम गर्नु उता अलिक मासतिर अलिक खुल्लामा बसेर ल तल फर्किसक्यो 12-15 जना हट्टेरी हो ल दाजु तपाईँ अलिक बल नगर्नुहोस् ल किनभने भरे त्यो कि कोसिस गर्ने भएको यतिको हेर्नुहोस् होइन 2 दिनको औषधि मेरो अलिक भएन कि ब्यालेन्स भएन कि ए आउँदा पनि त्यो टाइममा खानु भएन भएन आज पनि टाइममा भयो हट त्यो ब्यालेन्स नभएपछि अन्त है हट हेर्न सक्नुहुन्छ साथीहरू पहाड यस्तो छ है पुरै चट्टान तल आउने साथीहरू अब वापस हुन थाल्यो यहाँ हाम्रो मुगाधन दाजुलाई पनि स्वास्थ्य स्थितिमा अलिकति असहज भएपछि अब यसलाई धेरै फेरि फोर्स गर्नु हुँदैन फेरि फर्किन जाने शक्ति पनि चाहियो नि त फेरि आधी घन्टामा आधी घन्टा रेस्ट गर्छ ए आराम गर्नुहोस् ल भयो भने अलिक उता तलतिर कि कहीँ सजिलो एकछिन आराम गर्दा नि हुन्छ जाने विचार गरेको थिएँ भनेर ए कन्ट्रोलै भएन कि हेटेरीको गाह्रो छ साथी हो मेरो साथ पनि यहाँ बसिरहनु भएको छ अत्यन्तै यो गाह्रो रहेछ हौ होइन पुग्नु चाहिँ पर्ने थियो आएपछि तर के गर्नु परिस्थिति यस्तो भयो यत्रो दुःख गरेर आएर है दुःख गरेर आएर कुन्दन दाजु र म त अनि त्यही भएर त नि हेर्नु न बिचरालाई मैले दाजुलाई गर्दै ल्याएँ लास्ट स्टेजमा त अब उहाँ त रुन्छ जस्तो लाग्यो मलाई त रुन मात्रै सक्नु भएको थिएन क्या यहाँ त आइसक्यो उद्या चाहिँ अहिले आउनुभयो अघि भर्खर हामी आउने बेला छ त्यस कारणले गर्दाखेरि पोखरीमा आइपुग्नु भयो अहिले अनि यहाँ त सपना पनि नदेख्दा हुने रहेछ नि यता साथीहरू अब आउन थाल्यो है आमा अनि यस्तो डाँडा त कति कट्नुपर्छ पर्छ अरे नि ए कोसिस चाहिँ गर्दा थियो आमा ममा माथि हेर्नु न 4 पाउ टेकेर कुदिरहेको छ यार मान्छे हिँडिरहेको छ हेर्नु साथीहरू यहाँ माथि अलिक जुम गरेर म देखाउँछु है तपाईँहरूलाई यहाँनिर यहाँ भर्खर कट्यो यहाँ माथि आमा हट्टेरीका ल आमा मेरो साहब माया दिदी सकेन भने नजाऊ है जबरजस्ती छैन जहाँसम्म सकिन्छ त्यहाँसम्म जाने हो कोसिस गरेकै हो मलाई त गाह्रो भइरहेछ दिदी आउनु साथी सजिलोमा कालो छ ओहो माथि हेर्नु न भाइहरू साथीहरू अनि फेरि यता तल चिप्पिन्छ बसे फेरि अलिअलि मेलो बढाउँदै गर्नुपर्छ बिस्तारै थप साथीहरू लाग्न थाले लागेको छ साथीहरू तल है लागेको छ साथीहरू फर्किया छ हाम्रो मायावी दिदी पनि अब लगभग सक्दिनँ भन्ने निष्कर्षमा पुगिसक्नु भएको छ
है यस्तो म पुग्नु सहजै सक्छु कि भरेलाई पनि एनर्जी राख्नुपर्छ नि त फर्किनलाई भरे फेरि गाह्रो हुन्छ नि त सक्नु त म सहजै सक्छु यो 4-5 वटा डाँडा काट्दिन्छु जानु त केही छैन क्या आउनुलाई कस्तो गाह्रो रहेछ क्या आउनु चाहिँ गाह्रो जो कहिले नआट्टे हुन्छ क्या थोरै टाढा छैन यार फेरि यो नि मलाई लाग्यो मलाई लागेको होइन यो झारमा चाहिँ के भने चिप्लेर हो त्यही त हो नि हो त्यही के मलाई चाहिँ त्यही हो स्वाटै चिप्ले जान्छ नि यसमा त म अरूलाई आफूलाई भन्दा अरूलाई दुःख दिनु नचाहनु सारा लिएर पक्का चट्टानमाथि छ साथीहरू हावा चलेको हेर्नु होला फिनिनिनिनिनि एउटा चल्छ यार के गर्नु ओ हेर नि बिचराहरू बिजोक रमाइलो छ मेयर साहबलाई पनि गाह्रो पर्यो भन्न थाल्नुभयो अनि सकिएको नि कुरै साथीहरू यो पहाडतिर साथीहरू ढुङ्गाहरू कहाँबाट कामराङ गुम्रुङ आएर चाहिँ अड्केर बसे जस्तो छ होइन अचम्मै लाग्दछ नि हो सिधै चिप्ल्यो भने त नि अब कसम यहाँबाट त हेर्नु न फेरि त्यो तपाईँले भन्नुभयो नि त्यो यो के अरे यो खर के पाउनु यहाँ त नि हेरौँ है साथी ढुङ्गा हेर्नु न यत्रो यता हेर्नुहोस् त फेरि भित्र ओह माथि हेर्नु न फेरि अब यो पुगे त फेरि भन्नु नि फेरि अझै कति छ फेरि त्यतिकै अत्यन्तै रमाइलो दृश्य फेरि पनि साथीहरूलाई देखाइदिन्छु म यहाँ चाहिँ आम्मामा ल यो के हो यार कसरी अड्यो हो यहाँ यत्रो ढुङ्गाहरू ल हेर्नुहोस् त आम्मामा यहाँ त चरा पनि रहेछ एउटा यो मुस्टे चरा ल हेर्नुहोस् त यो के हो यस्तो बाफ्रे है त्यही त हेर्नु न कस्तो डेन्जर हो यता आउनुहोस् त हेर्नु आम्मामा हेर्नुहोस् त ल साथीहरू यो माथि ढुङ्गा 3वटा ढुङ्गा यत्रो ठुलो ढुङ्गा थोकेर बसिरहेको छ फेरि अनि एउटा 2टा 3टा ढुङ्गा ल हेर्नुहोस् त यहाँ मुनि कस्तो छ ऐट आमामा ढोक्सिरहेछ यतातिर ऐट तल पसी जाने आमामा ऐट टेरीको साथीहरू अचम्मै हेर्नु त यो ठाउँ ऐट ल अचम्मै ऐट टेरीका साथीहरू यो ठुला पहाडको यो माथि ल हाम्रो माया दिदी सक्दिनँ आइएम सरी भन्न थाल्नुभयो त होइन सर सक्नुहुन्छ होला नि उहाँ त फाइनली अब भने निकै नजिक तर डर लाग्दो ओ त्यो माथिदेखि यही ढुङ्गा ओहो त्यो पनि होइन होइन हाम्रो साथीले हेर्नु त माथि त्यो पनि होइन के झर्ना फर्काउने टाढो भए पनि पुग्नै पर्छ होला हैन लडिन्छ है अप्सन छैन त यार ल बिस्तारै जान्छ माथि यात्रा साथी हो अझै एउटा 2टा पहाड कतै यो ढुङ्गा हारीबाट हुँदै माथि कहाँ जाडो राति ल हाम्रो मायावी दिदी अब जान नसकिने भएपछिको रमाइलो नाच्नु हुँदैछ यहाँ त ल के गर्नुलाई ल यसरी पनि गर्नुपर्छ साथीहरू ल अब यता करिब 15 जनाको अब हारारीमा हाम्रो यहाँनिर अब फर्किने क्रममा उहाँहरू नसक्ने अवस्थामा आइपुगे साथीहरू
हाम्रो रक्षा बहिनी हिम्मत हारिँदैन साथी। हिम्मत हारेको छैन, हारिँदैन भनेर लागिरहेको छौँ हामी चाहिँ। हेरौँ हामी चाहिँ है उकालोको हाइट बढेसँगै यो चट्टानको पत्थरबाट बनेको यो पहाड बढिरहेछ। तर हाम्रो आशाहरू फेरि मरेको छैन है। आशा भन्ने मरेको छैन तर आमा यो हो नि त हिम्मत भनेको यस्तो हुनुपर्छ है साथीहरू है। आउँछ कि हेर्नुहोस् त दोस्रो तेस्रो भयो उ त्यो पहिलो दोस्रो अब यो तेस्रो कट्नेवाला छौँ। अब माथि चुचुरामा पुग्छ मान्छे हो त्यो माथि यसको माथि अझै माथि। ल कस्तो लाग्यो मेरो हिँडाइ? हो मेरो सापको छत्र छायामा हिँड्दा त्यस्तै गजब भएको थियो। दाजुको छत्र छायामा हिँड्दाखेरि म चाहिँ फेरि कस्तो भने बिस्तारी पनि महसुस भएको छैन। हो यो मेरो स्टाइलले हिँड्यो भने नि थाक्दैन क्या। तर हिँडिरहन्छु भन्ने चाहिँ अठोट हुनुपर्छ, हिँडी चाहिँ रहनुपर्छ। बिस्तारी 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 एनर्जीलाई एब्जर्भ गर्दै एनर्जीलाई कन्ट्रोल गर्नु। ल अब हाम्रो रक्षा बहिनीको सँग मेरो अहिले हिँडाइ हुँदैछ, किनभने अब थुप्रैजनाले हार खाएर तल बसिसक्यो। अनि अन्तिम स्टेजमा म पढेछु। अब हिम्मत नहार्ने फेरि हिम्मत नहारै भनेर भनिदिएको छु मैले। ल दाइ भन्दैछ बिचरा डाइरिया भएर यति साह्रै कमजोरी छ होइन। हो त्यस्तो पनि हो। ल है साथीहरू हेर्नुहोस् न साथीहरू 99% चट्टान छ यार। हेर्नुहोस् त अन्ली चट्टानै साथीहरू हेर्नुहोस् न यस्तो छ। हामीहरू फेरि कन्टिन्यू त्यो तल दाइ पछि पऱ्यो नि अब होइन एकछिन भुइँ गरेर थियो बिस्तारी त्यो चाहिँ दाजुको स्टाइलमा हिँड्दैछ त्यो भएर चाहिँ यतिसम्म हिँड्नु सक्नु भएन। अनि यो ठाउँसम्म आउन सक्नु, यो ठाउँसम्म आउन सक्यो भने ल हेर्नु साथी हो भिडियो उक्ल्यो डाँडामा। ल दोस्रो सक्यो तेस्रो है यो फेरि अब यो चौथो फेरि यो हेलो हेलो कस्तो थर्केको है। यस्तो यस्तो हलिन्छ पो ओ पर हिमालको टुप्पा पनि आउँदैछ भाइ। उकालो जाँदैछु ओह्रालो झर्नुपर्ने पनि अवस्था आउँदो रहेछ साथीहरूलाई है। ओह्रालो झर्दैछौँ अब हेर है ओह्रालो कति छिटो हुन्छ हेर है अब। ल ओह्रालो यसरी ओह्रालो चाहिँ यति छिटो हुन्छ फटाफट झरिहाल्छ सकिहाल्यो। यहाँ त अनि यस्तो यो चट्टानबाट यहाँ रेलिङ छ है साथीहरू। यहाँ हेर्नुहोस् है आम्मामा देख्नुभयो यहाँ हेर्नुहोस् त यहाँ रेलिङ लाएर जानु पर्ने रहेछ। यो चट्टान राजन सर नमस्कार। आम्मामा के हो यस्तो अनि किरण सर ए जङ्गलमा नि हौ योगदान हो अनि समर्पण हो हैन। हो नि तपाईको सुम्यो बारुवाङले पक्कै पक्कै पनि हामी हुनुभयो त बिरामी भएको छैन बिरामी भइएन माथि अनि हामी पुग्रायौँ तपाईहरु पनि छिटै पुग्नुहुन्छ। ल ल नगते प्रमको लागि पनि सबै हामीले सूचना दिइसकेछौँ। आमा के रे समीर एकजनाले तान्ने कुण्डललाई अनि जिएसबाट हिरिङ सम्पूर्णलाई समीर कहाँ बस्नु भयो हिजो उसँगै सिलिसुङको ढुङ्गा र माटो साल्पाको पानी लगेर यो टिमले मङ्सिर 9 गते संसारको ओन्ली वान अनि नम्बर 1 बन्ने सुम्या पारुवाङ प्रतिमा
धरान विशिष्ट चिन्डो डाँडा वागु डाँडामा चाहिँ नि बिहान 11 बजे हाम्रो संस्कार संस्कृति अनुसार शिलान्यास गर्छौँ। उक्त शिलान्यास कार्यक्रममा समीर ड्रास्टिक चेन्जबाट हेरिरहनु भएका सम्पूर्ण भ्युअर्सहरूलाई निमन्त्रणा अग्रिम चुलो निम्ति दिन चाहन्छु। सुम्निमा पारुङ प्रतिष्ठानको उपाध्यक्षको हैसियतले र किराँत राईका सुनसरी जिल्लाको अध्यक्षको हैसियत सिलिचुङको यो पवित्र भूमिबाट यहाँ ठ्याक्कै फेरि हेर्नुहोस् है। अब यो त अविस्मरणीय कुरा आयो त हौ आज तपाईँको सन्देश। ल पक्कै पनि विश्वभरि रहनुभएका हाम्रा सम्पूर्ण शुभचिन्तक समर्थकहरूले हेर्नुहुनेछ भन्ने लागेको छ। एउटा दुईटा तिनटा अब त यहाँसम्म आएर त के गर्ने। ल कस्तो हामीलाई धोका दिएको हो एक्लै आउने। बाफ्रे अनि कति बजे हिँड्ने हो? 7 बजी हेर्नु 3 बजी उठेर गएको अनि 10 बजी पुगेको भनेपछि 7 घण्टामा पुग्यो। 7 घण्टा लाग्यो। यति आरामले कि अहिले पनि नाचिदिन्छु म हेर्नु त। फुलै फुलको जस्तो जोबन कतिन्जेल फुल्छ र किनभने आरामले गयो नि त। हाम्रो रक्षाबन्धनले मैले त्यही सूत्र ऊ चाहिँ बसिहाल्दो रहेछ कि नबसिकन बिस्तारी ल्याउँदैछु क्या अहिले चाहिँ मेरो स्टाइलमा। हामी त 8 बजे हिँडेको। 8 बजे हिँडेको यहाँ 3 घन्टा लाग्दो रहेछ त्यहाँ तल गएर। कस्तो दिमाग खराब भइसक्यो क्या। फेरि यहाँबाट जानेहरू तल जान्छ कि जसले पनि 4 घन्टा 5 घन्टा भन्छ होपलेसै बनाइदिइहाल्छ यार। लगमा पनि बिस्तारै झर्नु ल हामी आउँछौँ पुगेर आउँछौँ हामी। यतै छ त हौ नि जस्ट यो त यसो परिहालेको खण्डमा मात्रै हेर्नु छ नत्र भने बिस्तारै हो बहिनी म सँगसँगै हो। हेर अनि यो के हो यस्तो यो के गौडा हो यो सिधै तल पर साथीहरू है हार गुहार माग्दैछन्। ल अब यसरी पर्खिनु भन्छन्। हामी चाहिँ बिस्तारै हिँडिरहेछौँ एउटै रफ्तारमा हिँडिरहेछौँ यसरी। अब त पुरै यहाँ त झन् साह्रो आँखा झिमिक भयो भने तल पुग्ने साथी। जस्ट यो तल्लोपट्टि चाहिँ नछुइकन होइन माथिल्लोपट्टि मात्रै है माथिल्लोपट्टि मात्रै गरेर हिँड्ने हो बिस्तारी हिँड्ने हो साथी हो। मोस्ट डेन्जरस आमामा हेट ल हेर्नुहोस् त अनि हेट यो के हो यस्तो आमामा हेर आउँदैछु म एकछिन है वान वे एकतर्फी लु ढेरी अनि आमामा यहाँ त अनि यो त अचम्मै बनायो त पानी उहाँ छ अरे पानी कहाँ ऊ त्यहाँ छ त ऊ आइरहेछ ऊ त्यहाँ पानी हो त्यहाँ पानी छैन। यो ए हाम्रो त यहाँ हाम्रो बहिनीहरूलाई छोड्नु मिलेन। अब बिस्तारै रफ्तार लिँदैछ। अब यहाँबाट नजिकै छ एक सरको त्यति। ल हेर्नुहोस् त ढाका टोपी छ भने झर्छ साथीहरू फुत्तै यस्तो बाटो हिँड्दैछौँ। हिँडेको छु डाँडा त पुरै सर्टेजको कारणले गर्दाखेरि यो थोप्पा पानी पनि हामीले कसरी चाहिँ खान सकिन्छ भनेर हामी सोचिरहेछौँ साथीहरू। के राट्ने अब राट्ने कुरा आएन है हेर्नु न। बिचरा मुख सुकेर यहाँ त नाप भयो साथी हो त्यही भएर यहाँ
यसरी थाप्यो भने त कति धेरै हुन्छ नि दाजु धेरै बेरसम्म त बनाउनु गाह्रो हुने भयो त तिहारमा पर्सिन्छ नि पानी अलिक खप्छ नि सुप भयो साथी हो अब अहिले पानी भर्दै 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 हुन्छ यहाँ थोपा थोपा झर्दै यतापट्टि पनि अब हामी फर्किँदा भरे टक्क पानी हुन्छ यहाँनिर टक्क खाने घुटु घुटु चल्दिने कस्तो दामी आइडिया है ल हेर्नु साथी जोगाड गर्दै आएछौँ साथी पानीको फर्किँदा पानी खाउँ भनेर आउँदै हुनुहुन्छ फर्किनेहरू तलदेखि हेरौँ नि त्यो धेरै गाह्रो परिसक्यो टु बी अनेस्टली भन्नुपर्छ पुग्न पनि लाग्यो जस्ट पुग्न लाग्यो है पर्सेन्ट मान्छे पनि आइपुगेन लास्टमा गएर माथिसम्म है रक्षा बहिनी आइपुग्यो त हौ हेर्दा हेर्दै यही है साथी हो पुग्यो कि पुग्न चाहिँ छेउमै मेर्सा पनि यहीँ छ तर अत्यन्तै धेरै थकित भइयो यार के गर्नु अब मुटुको धड्कन नमस्ते हामी त दुःखले पुगेर आइयो नि त हौ मुटुको धड्कन ढुक ढुक हाम्रो त हैरान भयो त 5 मिनेट हो 5 मिनेट है ठाउँ छोड्छ नि आमा 4100 किलोमिटर पुग्यो उचाइमा हट आमा वाट इज दिस यस्तो अवस्थामा भेटियो साथी हो सो झन् बिस्तारै ल हामी अब माथि पुग्छौँ मेयर साहब ल साथीहरू मेयर साहबको पनि ख्याप्याक ख्याप्याक भइराख्नु भएको छ यार हामी त्यस्तै भइरहेछ आइपुग्यो त रक्षा त साथी हो अब भने अन्तिम चरणको समयमा आइपुग्यौँ पुग्न लाग्यो है फाइनली हामी अब ल फाइनल्ली हामी हाम्रो डेस्टिनेसनमा आइपुगेछौँ हे साथीहरु साथी यो के हो यस्तो फाइनल्ली पुग्यौँ साथीहरू आइपुग्यौँ
ल आमा सबसे टप ल हेर्नुहोस् आइपुग्यो छिटो आउनुहोस् है अब त्यो डाँडाहरूको किङ नै रहेछ नि त्यता नि डाँडाहरूको किङ नै रहेछ नि त सबसे हाइटमा नि आम्मामा हिमाल मात्रै रहेछ हेर्नु त त्यही त हिमालय मात्रै रहेछ होइन मैले के कहाँ राख्छु हजुरको फाल्टै एउटा इन्टरभ्यू लिनु छ मैले जङ्गलमा सुत्ने ल मित्रहरू हामी अत्यन्तै कष्ट गर्दै गर्दै आइपुग्यौँ हामी अत्यन्तै खुसी पनि छौँ है अनि अहिले चाहिँ अब अन्तिम हाम्रो डेस्टिनेसनमा हामी पुगिसकेका छौँ ल मित्रहरू अब ल हेर्नुहोस् साथीहरू यहाँ त अब अरू त नाटे पनि हुने रहेछ अरू ठाउँ त है नर्मल साथी यस्तो डेन्जर ठाउँमा के गर्छन् हाम्रो चेलीबेटीहरू आम्मामा यो त टिभीतिर पो देखिएको छ त यहाँ त रियलमा देखिएको त जान सकिन्छ नि तपाईँको यहाँबाट राम्रो देखिन त्यो त नि हिमाल पछाडिको भ्यू छ हिमाल अलिकति त्यो लाग्यो क्या के अरे मौसम चाहिँ सफा भएको यतिकै बस्ने एकछिनमा छ अलिकति के पिठा खाइयो भनेर मकै भटमा पत्रकार म त तपाईँ मात्रै होला यहाँ अनि प्रिय साथी मलाई छोड्ने आकाशमै पुगेको जस्तो भयो त आकाशमै पुगेको जस्तो सबै यहाँ अझ यो हिमाल अलिकति खोल्ने कस्तो दामी देखिने छ कि अघि चाहिँ अलिक छिटो भने हेर्नु चाहिँ अघि कुहिरोले क्या 7-8 बजीसम्म आइपुग्यो भने सबै हिमाल है खुलेको देखिने छ दिल्ली है यता तल तल यता तल अन्त भाइ ल त्रिशूल सबैको माला लगाउने
यतातिर त एन्टी लाइट हुन्छ फोटो राम्रो आउँदैन यता खिच्नु यो उतादेखि घाम छ यहाँ बस्छ हाम्रो पत्रकारलाई दाइ आउनु तपाईको के भयो ल तपाईँले लाउनुहोस् छिटो गरेर न अनि उ चाहिँ बाल्ने ल साथीहरू यो साल्पा सिलिचुङको यो पवित्र स्थानबाट चाहिँ यहाँ मैले यहाँ ढुङ्गा कलेक्सन माटो कलेक्सन गरिदिएँ साथीहरू ल अब मैले यो झोलामा बोकेर हिँडेँ ल ल ल मित्रहरू यो मेरो सापले पनि बोक्दै हुनुहुन्छ भैरुङ पाते र यो सबैजना ल अब भने गाडी कस्तो भयो सबै छ अब अहिले गएर समला दिदीलाई पर्खेको लो हामी त उ गरेर सकेर पनि माटो ढुङ्गा पनि लिइसक्यो है ल सिलिचो लो मेना आइपुग्नु भयो हजुर हजुर बाफ्रे हेर्नुहोस् त अब लाग्ने हामी लाग्नु फाइनली लाग्नु भोलिको कुरा मैले भनिहालेँ तपाईँले पनि भनिदिने मान्छेलाई चौकीडाँडा हाम्रो कार्यक्रम फर्किँदा बिहान छिटो रेपा पनि चौकीडाँडामा हाम्रो खाना यहीँ चौकीडाँडाकै उसले गाउँपालिकालाई दिँदैछ है त्यहाँ 15-20 मिनट राम्रो हुन्छ त्यस पछाडि यहाँ चाहिँ माटो र ढुङ्गाहरू कलेक्सनको लागि अहिले सबै तयारी गर्दैछन् सबैजनाले पूजापाठ गर्दैछन् हाम्रो नानी अहिले हाम्रो फोटो दिँदै गर्नु न पहिला धन्यवाद
सुमन फोटो मैले खिच्ने हो कि होइन होइन हो मेरो त झन्डा लिएर खिच्ने खोइ त जानको आउँदैन क्या लु मेरो झन्डाले खिचिदिउँ त भाइ बहिनी उमा हालिदिनु यो नै अन्तिम खिचिहाल्नु हुन्छ जसको बारेमा साथीहरु हामी अहिले सिलिचुङको चाहिँ ठ्याक्कै अब यो पवित्र स्थानमा आइपुगेर है सँगसँगै हामी आउँदैछौँ आइपुगेर पनि सबै दर्शन भयो अब हाम्रो दुःख पनि भुल्यो हामीले है कष्टकर है भने अब चाहिँ हामी लाग्दैछौँ ल यस्तो छ है साथीहरु ल थ्याङ्क यू सो मच साथीहरु भिडियो हेरिदिनु भयो अब हामी आजको यात्रा यहाँसम्मको यात्रालाई तपाईले मन पराइदिनु भयो धेरै धेरै धन्यवाद सबैजनालाई जय संस्कृति नसक्नेहरुको पठाइदिएको छ यहाँ खिच्दिनु न ल उता पनि हाल्नु टास्क भन्नाले पुरा गर्नुभएको छ र मैले पनि पुरा गरेछु यहाँ सबैको सुन्नुमा जय रक्षा गरौँ र साथ हजुरहरूलाई पनि रक्षा गरौँ यसरी तल देखिएको यहाँबाट चाहिँ हामीलाई भन्दा मलाई चाहिँ 3 घन्टा 20 मिनट लागेको जानकारी गराएँ तपाईँहरूलाई चाहिँ यो सिलिचुङ यो जानकारी गराएँ सबै मानवहरूलाई चाहिँ हाम्रो सुन्दर पवित्र स्थलहरूमा चाहिँ मेरो झन्डा कोसँग थियो भिडियो ए समला आइपुग्यो यतिको डटफट चाहिँ हुनु पर्यो है दाजुहरूले छिटो कुरा गर्नु पर्यो तपाईले मेरो झन्डा थियो भाइले भिडियो गरेर किदिन भाइ ल राजमासु यतिको डटफट चाहिँ हुनु पर्यो है माया धराने बेसार पनि भयो यहाँ त चढाएको छ त है लेटर दिन्छु नि दाजुहरु सापा सिलिचुङको ठ्याक्कैमा पुगेपछि
के छ त्यहाँ यहाँ हाल्ने हुन्छ तर सानो बनाउनु एउटै कलरको प्लास्टिक 1000 हुन्छ यो बेबी मेरै हो त्यहाँ सबै बेबी अघि तैले अघि झिकेको मैले अघि फेरि पारे त्यहाँ राखेको थिएँ मैले अनि फेरि भगवान ठाउँमा बोल्नु हुँदैन है यहाँको झन्डा त्यस्तै भयो बल्दैन नाना त्यसरी हावाले बल्दै कागज बाल्ने सरसँगले बल्छ चल्नु त चल्नु कि एउटा एउटा चाहिँ पर्छ त्यो लाइटरले यहाँ बाल्नु चाहिँ हावाले के छेकेर बाल्नुहोस् क्या छेकेर छैन कामै गरेको छैन हामी आइपुग्यो झन्डा फर्फराइदिनुहोस् त्यो मौली दाइ आइपुग्नु भयो सिलुचुङको शिखरमा चाहिँ यहाँनिर दर्शन गर्न आइपुग्नु भयो ल अब झन्डाको चाहिँ यहाँ कस्तो अनुभव गर्नुभयो एकदम झोला सोला राखेर यो त आएर भन्नुहोस् यसरी चाहिँ हाम्रो दाइ आइपुग्नु भयो मनोरम दृश्य यसरी चाहिँ हाम्रो मन्दिरलाई सिलेचुङमा हामी ऐतिहासिक दर्शन गर्दैछौँ आज एकदमै दुःखको यात्रा पनि भयो सुखको यात्रा पनि भयो तर साह्रै खुसी लाग्यो मलाई आज यहाँ आइपुग्नु पाउँदाखेरि है यहाँ आएपछि एकदमै यो नेपालको झन्डा यहाँ पाउँदाखेरि होइन साह्रै खुसी लागिरहेछ है मलाई एकदमै सलाम छ सुम्निमा पारुङलाई एकदम साथीहरू यहाँ चाहिँ सबैजनालाई लेख लाग्ने रहेछ टाउको दुख्ने इभन मलाई पनि त्यस्तो होला जस्तो भयो सो म चाहिँ साथीहरूलाई अलिकति छोडेर भए पनि आउँदै गर्नुहोस् है भनेर म चाहिँ लागेँ त अल हेर्नुहोस् न कति धेरै मान्छे गइसकेको छ म चाहिँ यहाँबाट अलिकति चाँडो निस्किनु पर्ने अवस्था आयो तल पुगिसकेको छ है साथीहरू हामी फर्किने क्रममा छौँ तपाईँहरूले देख्न सक्नुहुन्छ अहिले साँझको 4 बजिसकेको छ रात पर्ने बेला पनि भयो ल लास्ट यो ल अब हामी लाग्यौँ सुमन भाइ सो डेन्जर है हेर यता अब के गर्ने अघि त 4 पाउ टेकेर अब टेकेर आउँछु ल साथी यस्तो छ डेन्जर भिड छ साथीहरू ल त्यो भिड पनि यता असाध्यै भिड छ है साथीहरू यहाँबाट तपाईँको एउटा सानो ढुङ्गा लडायो भने कहाँ पुग्छ अल्झिँदैन यस्तो छ कुदाएको छौँ सानो भिड छ त सर यो मलाई यो बानेको देखेर सुत्केरी जस्तो देख्यो रे अब हामी झर्दैछौँ 5 पनि बज्यो यता माथि उज्यालो छ तल रात पर्न थालेको अवस्था छ अब यस्तो रमाइलो दृश्य देखेको छ आमामामा ल हेर्नुहोस् भित्रहरू है लिली आउँछ तर बस्नु चाहिँ नबस्नु न हिँडौँ न लु यता घाम चाहिँ अब यता माथि तल माथि रात पर्यो मित्रहरू हाम्रो लाइन आउँदैछ है अनि घाम चाहिँ अब सट्टै टुप्ने बित्तिकै त अनि अघि तल रात पर्थ्यो उँभो पनि है अनि आमामा अनि ल हेर्नु त यस्तो छ साथीहरू अँध्यारो भइहाल्छ त ल डुब्दैछ घाम अँध्यारो सुरु हुन थालिहाल्यो साथीहरू ल देखिहाल्नु भयो होला यो छ स्थिति ल